सबैजनालाई मेरो त सब्जी अर्ग्यानिक मात्रै छ मात्रै बस्छु अरू दिन बस्दिनँ एक दिन अर्ग्यानिक बेचेर एक दिन मात्रै बसेर खालि अर्ग्यानिक मात्रै राख्छु अरू राख्दिनँ सबै अर्ग्यानिक उहाँकोमा चाहिँ अर्ग्यानिक मात्रै हुन्छ अनि भरेसम्म चाहिँ सबै सक्छ नि बडी अनि मेरो बडीलाई चाहिँ अस्तिदेखि देखाइदिउँ भने हजुरको सामु भिडियो ल्याउनु आएको थिएन है र उहाँकोमा चाहिँ यस्तो दामी दामी सब्जीहरू राख्नुहुन्छ है उहाँ चाहिँ खालि बुधबार मात्रै आउनुहुन्छ है अनि उहाँको नाम चाहिँ बिना सेवा हो अनि उहाँकोमा चाहिँ अहिले के आएको छ भन्दा चाहिँ मेरो बडीकोमा पम्किन कस्तो ठुल्ठुलो लागेको छ त कहाँबाट ल्याउनु भयो बडी हो माछाङबाट अनि निङ्ग्रोहरू सबै अन्त यस्तो दामी दामी फल्छ हजुर बिहान कति बजी उठेर आउनुभयो अनि हेर्नुहोस् त यस्तो उमेरमा पनि तपाईँ यस्तो एनर्जेटिक होइन अनि हेर्नुहोस् उहाँ यति छिटो आएर हेर्नु सब्जीहरू सबै है ठेका सबै लिएर है अहिले चाहिँ यहाँनिर उहाँ बसिरहनु भएको छ लु के भन्नुहुन्छ आइदिनुहोस् भनिदिनु न कस्टमरलाई ओके बाई बाई गर्नु हेलो तपाईँको नाम के हो अनि तपाईँकोमा के ल्याउनु भयो आज हातमा भनिदिनुहोस् त घरको साग सब्जी हरियो परियो लिएर आउनु भएको रहेछ है बिहान कति बजी आउनुभयो 6 बजी आउनुभयो है बिहानै उठेर सबै घरको काम सकेर है अनि यसरी यहाँ आफ्नो दोकानमा आएर है यसरी सब्जीहरू बेच्नु हुँदैछ है र उहाँहरूलाई पनि सपोर्ट गरिदिनु सपोर्ट फर लोकल भोकल है यता हाम्रो बडीलाई चिनिहाल्नु भयो होला र है एकदमै राम्रो अर्ग्यानिक फर्सीहरू आएको छ साग मुन्टाहरू आएको छ है अनि यो बस्तीकोहरू सबै बस्तीको मात्रै पाउनुहुन्छ तपाईँहरू चाहिँ विशेष गरी बुधबार चाहिँ आउनुहोस् भन्छु म चाहिँ है अनि बुधबार चाहिँ एकदमै अर्ग्यानिक पाउनुहुन्छ अनि यहाँ हेर्नुहोस् ग्लेन्डर पनि आएको रहेछ यो घरकै हो सबै अरे वाह लु बाई बाई